हेलो फ्रेन्ड्स, म यो भिडियो बनाउँदैछु सानो क्लिप। त्यो चाहिँ बनाउनुको रिजन मैले एउटा जुन चाहिँ डे 1 ब्लग बनाएको थिएँ त्यो चाहिँ म दिदीकोमा गएको थिएँ अनि त्यसमा चाहिँ मैले भिडियो मेरो फर्स्ट क्लिप फर्स्टको स्टार्टिङ मात्रै अपलोड भएछ। फेरि म यसलाई कन्टिन्यू गर्न लागि यो सानो क्लिप हालेछु तपाईँहरूको अघि है त। र तपाईँहरूलाई मेरो युट्युब च्यानलको भिडियो राम्रो लागेमा लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोस् है त। र म मेरो भिडियोलाई जति सक्दो राम्रो बनाउने ट्राई गर्छु। हुन त यो मेरो फर्स्ट भिडियो हो, मलाई कतिवटा कुरा त याद छैन। मतलब जस्तै भिडियो सुट गर्नु अनि एडिटिङ लिएर हरेक कुरा मेरो लागि नयाँ हो र तपाईँहरूको सपोर्ट पाएँ भने म यसलाई अझै राम्रो बनाउने छु अनि तपाईँहरूले मलाई सपोर्ट गरिदिनुहोस् है त मेरो भिडियोलाई। अनि जितने भी लोग मेरे वीडियो को देख रहे हैं तो आप लोग भी मेरे वीडियो को अच्छा लगा तो लाइक कमेंट और सब्सक्राइब कर देना। ओके, तो मेरे वीडियो को डे 1 पे ही कंटिन्यू कर रही हूँ। मेरो फेसबुक फ्रेन्ड्सहरूलाई अनि म चाहिँ उठिसकेँ, उठेर फ्रेस भएँ र ब्रेकफास्ट पनि गरिसकेँ। अब चाहिँ म रेडी हुन्छु, अलिकति मेरो बाहिर जाने काम छ र रेडी भइसकेर तपाईँहरूलाई म भेट्नेछु है त। म चाहिँ रेडी भइसकेँ है र अलिकति ग्लभ्स लगाएँ अनि यो स्वेटर र यो प्यान्ट है लगाएँ, देखिँदै भएन। अनि अब चाहिँ म निस्केको र तपाईँहरूलाई भेट्नेछु है। हेलो गाइस, म चाहिँ फाइनली आइसकेँ अनि अहिले चाहिँ ट्याक्सी पाएर पनि जाँदैछु र तपाईँहरूलाई म यहाँको जति सक्दो वरिपरिको भ्यूलाई क्याप्चर गर्ने ट्राई गरिरहेको छु अनि तपाईँहरूले हेरिदिनुहोस् है त। र यहाँको बाहिर बिस्तारै बिस्तारै म चाहिँ जाँदैछु है यहाँनिर, किनभने तपाईँहरूलाई मैले देखाउन चाहिँ सकिनँ, भित्र एकदमै हल्ला भइरहेको थियो अनि त्यसलाई चाहिँ मैले अलिकति है म्युट गरेर यसरी बनाएर हेर्नुहोस्। यहाँनिर एकदमै दामी भ्यू देखिरहेको छ। यो चाहिँ सोकेथाङ जाने बाटो र एकदमै दामी अगाडि भ्यू देखिरहेको छ। र गाइस के भयो भन्दा फाइनली म चाहिँ झर्नु पर्ने चाहिँ माथि थियो र गाडीमा भिडियो बनाउँदै थिएँ। भिडियो बनाउँदा बनाउँदै म चाहिँ झाँक्री फल्स आइपुगेछु, यादै भएन। र जब मैले फोनमा देखेँ कि झाँक्री फल्सको भिडियो तब पनि मैले फेरि ड्राइभर दालाई रोकिदिनुहोस् भनेर फेरि म ब्याक फर्केँ। गाइस म चाहिँ हत्तु भएँ। अब चाहिँ म फाइनली है आइपुगिसकेँ यहाँ झर्ने जग्गा र एकदमै घाम लागिरहेको थियो गरम भएर र सामान पनि बेसी भएकोले गर्दा थाकेँ है। म झर्नु चाहिँ माथि थियो तर म तल पुगेछु अनि अहिले चाहिँ सिँढीमा बसिरहेको छु थाकेर एकछिन रेस्ट गरेको र गाला मेहनत रातै भइसकिरहेछ। अनि अब चाहिँ म तपाईँहरूलाई घर पुग्नेछु अनि घर पुगेर है त्यहाँको फेरि म भिडियो देखाउने छु है त। आज चाहिँ म गाइस एकदमै थाकेँ हत्तु नै भयो। ओके गाइस, म तपाईँलाई तल भेट्नेछु। गाइस म चाहिँ फाइनली घर पुगेर रिफ्रेस भइसकेर ड्रेस पनि चेन्ज गरिसकेँ अनि अहिले चाहिँ म बसिरहेको छु। बहिनीहरू चाहिँ यहाँ बाहिर काम गरिरहेको रहेछ। एउटा बहिनी चाहिँ माथि कोपीमा गहुँत हालिरहेको छ, अर्को सानो बहिनी चाहिँ सफा गर्दै रहेछ, ऊ चाहिँ सबैभन्दा सानो है। अनि आँगन सफा गरिरहेको रहेछ, म चाहिँ यहाँ बसिरहेको छु है। र मेरो चाहिँ फर्स्ट र आजको मेरो डे 1 ब्लग चाहिँ यति नै राख्नेछु र बहिनीहरू जस्तो कामसाम सकेर चढिरहेको छ, सानोमा यस्तै हो। र तपाईँहरूलाई म अर्को नेक्स्ट ब्लगमा भेट्नेछु। बाई बाई गाइस।